हामी चाहिँ अहिले मेलौली हस्पिटलमा जाँदैछौँ। मम्मीलाई खै के भएको छ। हिजो राति नै बाबाले हस्पिटलमा ल्याउनु भएको हो। हामीलाई चाहिँ अहिले खबर मिल्यो अनि हामी अहिले जाँदैछौँ। खै के भएको हेरौँ। हामी हस्पिटलमा पुग्दैछु, देखाउँछु मम्मीलाई के भएको छ। हेर्नु होला, यस्तो टेन्सन भएको छ नि साथीहरू। मम्मीलाई केही भयो भने यस्तो मुटु फुट्ला जस्तो हुन्छ कि अब के गर्ने साथीहरू, यस्तै छ। चाहिँ पुग्न लाग्यो हस्पिटलमा। मम्मी चाहिँ खै यो मेलौलीको हस्पिटल हो यो। यहाँ मम्मी छ, खै कुन कोठामा छन् थाहा भएन। पुला पुला यो मम्मी हो पुलाम। कहाँ गएको हो यो? वो सारा छ इसो हो यहीमा हो के भयो? यहाँ आमा पनि आउनु भएको छ मामा घरको। हामीभन्दा अगाडि नै पुग्नु भएको हो। अब यहाँबाट नजिक पर्छ, त्यही भएर हामीभन्दा पहिला पुग्नु भएको आमा मम्मीको खबरको लागि। हामी चाहिँ अहिले पुग्दैछु। के गर्ने, मम्मी चाहिँ यता सुतिरहेको। खै कुन किराले हो टोकेको थाहा भएन, थाहा पनि पाएन मम्मीले। अनि राति नै दुखिरहेको थियो एकदम धेरै के साथीहरू, यति दुखिरहेको थियो कि। अनि हस्पिटल ल्याउनु भयो बाबाले 1 बजे राति। अनि आमा पनि आउनु भएको छ। हामी चाहिँ अहिले बजार जाँदैछु। यो त बाटो बाबा नास्ता गर्नुको लागि बजार जानुभएको छ, त्यही भएर हामी पनि त्यहीँ जाँदैछौँ। अनि 2टा मोबाइल छ बाबासँग अनि एउटा मम्मीसँग राख्नुपर्छ। हामी चाहिँ लिनुको लागि जाँदैछौँ। 24 घन्टा राख्नुपर्छ हस्पिटलमा। अनि त्यसपछि लगेर जानुपर्छ घर। अनि कोटी गाउँ जानु चाहिँ अलि टाइम लाग्छ, दूर छ नि त, त्यही भएर ढिला हुन्छ। हामी चाहिँ आज मामा घर नै बस्छु, नजिक पनि पर्छ। हाम्रो घर पनि नजिकै पर्छ। हाम्रो घरभन्दा पनि यहाँ मामाको घर नजिक पर्छ। हामी चाहिँ आज अहिले चाहिँ मम्मीको अवस्था एकदम राम्रो छ। हस्पिटलमा पुगिसकेपछि औषधि गर्नुभयो अनि सुई लगाउनु भयो। राम्रो छ अहिले मम्मीको अवस्था। हामी चाहिँ अहिले नास्ता गर्नुको लागि बजार जाँदैछु। अब मम्मीलाई 24 घन्टा राख्नुपर्छ हस्पिटलमै राख्छु। यो जान्छ घर, म चाहिँ यहीँ मामुसँग बस्छु। मम्मीको हातमा चाहिँ खै केले टोकेको रहेछ, पुरै दुखेर यस्तो भएको रहेछ। त्यही भएर राति नै हस्पिटलमा ल्याउनु भएको बाबाले। अनि अहिले चाहिँ बाबा चाहिँ घरमा गइसक्नु भयो, उहाँ पनि हेर्नु पर्यो होइन। अनि म कुर्छु मम्मीसँग। यो चाहिँ जान्छ, यो पनि हाम्रो पनि त हेर्नु पर्यो होइन। हामी चाहिँ समोसा खाँदैछौँ पहिला, त्यसपछि चाउमिन खान्छौँ। अहिले चाहिँ समोसा खाँदैछौँ। अब चाहिँ हामी चाउमिन खान्छौँ। सस चाहिँ अलिक बढी नै चाहिन्छ मलाई। हामीले चाहिँ नास्ता गरेर अब हस्पिटलमा जाँदैछु मम्मी भएको ठाउँमा। यो चाहिँ अब घर जान्छे, त्यहाँ पनि लुगाहरू सिल्नु छ अनि दिनु पनि छ सिलेको लुगा। यो जान्छे, यसको काम पनि छैन होइन, मम्मीलाई लाग्दैन यसले छाउछे। त्यही भएर म बस्छु यहाँ मम्मीसँग। यो जान्छे अनि म पनि निस्किहाल्छु 4-5 बजेतिर होइन। त्यतिखेरसम्म के खान्छेस्? अहिले चाउमिन खाकी छेस्? अहिले चाउमिन खाकी छ यसले। अब म गएर पकाएर अनि दिन्छु, त्यसपछि खान्छ यसले। अब यो चाहिँ घर जान लागि म चाहिँ यहीँ बस्छु एक्लै जाँदै चाहिँ। ए डर मान्छेस्? डर लागिरहेछ? लाग्दैछ। के गर्नु, डर लाग्यो भने जानै पर्यो होइन। अब त चाहिँ जा, म चाहिँ यहीँ कुर्छु है। ल
यो चाहिँ गइसकि घर साथीहरू अब म चाहिँ हस्पिटलमा जान्छु।